भन्छु भने क्षमा गरिदिनुहोस् माता सबैको रक्षा गर्नु है माता क्षमा गर्नुहोस् यति गल्ती भएमा सबैलाई राम्रो अखिलेती राम्रो सोच राम्रो विचार सधैँभरि मनमा राम्रो विचार मात्रै आओस् जय गणेश गणेशै नमो नमः ल मेमी लासो टापुला लाग्यो है मेमी होइन एकचोटि राउन्ड लाउँछ नि जान्छ कान चढायो काठी भएर माता माथि आउन नसके पनि म यहीँनिर आउँछु सानो काठी भएर माता हुनुहुन्छ नानी एकैछिन यस्तो गरेर खिचिदिनु न एकैछिन है यो नि सब नानी म यसो घुम्नु पर्यो म किनभने टिका माग्नुहुन्छ अलिकति खुट्टा त लास्टै छिराइसक्यो मेरो है यस्तो पानी परिरहेछ पानीले धुर्मुस भइरहेछ है पानी त यति धेरै परिरहेछ हेर्नु यस्तो पानी पनि भगवान्को माथि आस्था र माया भनेको यस्तो हुन्छ भन्ने कुरा मैले सिक्दैछु हेर्नु त कति माया छ भन्ने एकैछिन हजुरले मेरो यो भिडियो मात्रै समाइदिनुहोस् न माइन्ड नगरिकन धन्यवाद।